महत्त्वपूर्ण, सजिलो, गाह्रो, लामो, छोटो, सानो, ठुलो, नयाँ, पुराना जस्ता शब्दहरू र ती शब्दहरूबाट बनेका वाक्यहरू लिएर आएको छु। आजको यो भिडियो तपाईले पुरा हेर्नुभयो भने यस्ता शब्दहरू र शब्दहरूबाट बनेका 25 वटा वाक्यहरू तपाईले सजिलो गरी भन्न र बुझ्न सक्नुहुनेछ, जुन तपाईको जीवनमा उपयोगी हुनेछन्। जापान ड्रिम जेडी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यदि च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छ भने आजका 25 वटा शब्दहरू र तिनीहरूबाटै बनेका 25 वटा वाक्यहरू के हुन् त आउनुहोस् सुरु गरौँ। पहिलो शब्द छ खाबान। खाबान भनेको झोला। खाबान ओ मोचिमास। खाबान ओ मोचिमास भनेको म झोला बोक्छु भनेको हो। खाबान भनेको झोला भयो, मोचिमास भनेको बोक्छु भनेको हो। अब ओ चाहिँ पार्टिकल हो। झोला बोक्नलाई के भन्नुपर्ने रहेछ? खाबान ओ मोचिमास हो, ठिक। अब अर्को शब्द हेरौँ। रिङ्गो। रिङ्गो भनेको स्याउ। मलाई स्याउ मन पर्छ भन्नु पर्यो भने के भन्ने? मलाई स्याउ मन पर्छ भन्नु पर्यो भने रिङ्गो गा सुकिदेस। रिङ्गो गा सुकिदेस भनेको मलाई स्याउ मन पर्छ भनेको हो। रिङ्गो भनेको स्याउ भइहाल्यो, सुकी भनेको मन पर्नु। रिङ्गो गा सुकिदेस भनेको मलाई स्याउ मन पर्छ भनेको हो। अब अर्को शब्द हेरौँ। सुजुसी। सुजुसी भनेको चिसो अथवा हावापानीसँग सम्बन्धित चिसो भन्नु पर्यो भने सुजुसी भनिन्छ। आज चिसो छ भन्नु पर्यो भने क्योवा सुजुसी देश भनेर भनिन्छ। क्यौ भनेको आज। क्योवा सुजुसी देश, आज चिसो छ। गर्मीमा तातो हुन्छ भन्नु पर्यो भने, गर्मीमा त तातो हुने स्वाभाविकै हो हैन? गर्मीमा तातो हुन्छ भन्नु पर्यो भने नाचु वा आचुई देश भनिन्छ। नाचु भनेको गर्मी। अब वा चाहिँ पार्टिकल हो, यो माको पार्टिकल वा। गर्मीमा तातो हुन्छ भन्नु पर्यो भने नाचु वा आचुई देश भनिन्छ। आचुई भनेको गर्मी। अब देश भनेको त हो, तपाईलाई थाहा छँदैछ। नाचु वा आचुई देश, गर्मीमा तातो हुन्छ। चिसो वस्तुको बारेमा भन्नुपर्ने छ भने चुमेताई भनिन्छ। चुमेताई भनेको चिसो, कुनै पनि चिसो वस्तु। चुमेताई मिजुओ नोमिमास। चुमेताई मिजुओ नोमिमास भनेको चिसो पानी पिउँछु अथवा म चिसो पानी पिउँछु भनेको हो। एकपटक सँगै अभ्यास गरौँ ल। चुमेताई मिजुओ नोमिमास। चुमेताई मिजुओ नोमिमास, म चिसो पानी पिउँछु। किरेई। किरेई भनेको सुन्दर अथवा सफा भन्ने पनि बुझिन्छ। किरेई, किरेई भनेको सुन्दर अथवा सफा। किरेई ना हाना देश। किरेई ना हाना देश भनेको सुन्दर फूल हो अथवा यो सुन्दर फूल हो भनेको। हाना भनेको फूल। जापानिज भाषामा फूललाई चाहिँ हाना भनेर भनिन्छ। अब अर्को शब्द र वाक्य हेरौँ। इसोगासी। इसोगासी भनेको व्यस्त। अब कसैलाई चाहिँ म आज व्यस्त छु भन्नु पर्यो भने के भन्ने? क्योवा इसोगासी देश भन्न सकिन्छ। किनभने व्यस्त हुन्छ नि त कुनै दिन, हैन? साथीले चाहिँ यता जाउँ उता जाउँ यसो गरौँ उसो गरौँ भनिरहेको हुन्छ। त्यतिखेर आज म व्यस्त छु भन्नु पर्यो भने क्योवा इसोगासी देश भन्नु पर्यो। आजको पाठ कस्तो लागिरहेछ कमेन्ट गर्नुहोस् त। सुरुमा भनेका शब्दहरू आएनन् जस्तो लागिरहेछ है क्या हो? यो अहिलेसम्म तपाईले बोनस पाइरहनु भएको छ। ती शब्दहरू पनि अब कन्टिन्यू आउँदैछन् र प्लस अरू बोनस पनि आउँदैछन्। अर्को शब्द र वाक्य छ यासुई। यासुई भनेको सस्तो। कोनो कुरुमा वा यासुई देश। कोनो कुरुमा वा यासुई देश भनेको यो गाडी सस्तो छ भनेको हो। कोनो भनेको यो, कुरुमा भनेको गाडी। र जापानमा चाहिँ जुनसुकै गाडीलाई कुरुमा भनिन्छ। कोनो कुरुमा वा यासुई देश, यो गाडी सस्तो छ। अर्को शब्द र वाक्य छ ताकाई। ताकाई भनेको महँगो अथवा अल्गो पनि भन्ने बुझिन्छ, महँगो पनि भन्ने बुझिन्छ। ताकाई भनेको कोनो तातेमोनो वा ताकाई देश। कोनो तातेमोनो वा ताकाई देश भनेको यो भवन अल्गो छ भनेको हो। तातेमोनो भनेको चाहिँ भवन। भवनलाई तातेमोनो भनिन्छ र भवनलाई बिरु पनि भनिन्छ। तपाईँ कस्तो खाना खानुहुन्छ? म स्वादिलो खाना खान्छु भन्नु पर्यो भने चाहिँ के भन्नुहुन्छ नि? हो, म स्वादिलो खाना खान्छु भन्नु पर्यो भने ओइसी रेउरी ओ ताबेमास। ओइसी रेउरी ओ ताबेमास भनेको म स्वादिलो खाना खान्छु भनेको हो। ओइसी भनेको स्वादिलो, रेउरी भनेको चाहिँ खाना अथवा खानेकुरा, यो पकाउनुलाई पनि रेउरी भनिन्छ।
ताबेमास भनेको त खानु तपाईलाई थाहा भइसकेको छ। तपाईको रुम कति टाढा छ स्टेसनदेखि भन्दाखेरि अनि मेरो रुम चाहिँ स्टेसनदेखि नजिक छ भन्नु पर्यो भने के भन्ने हो? एकी वा चिक्काई देश भनिन्छ। चिक्काई भनेको नजिक, एकी भनेको रेल स्टेसन, एकी वा चिक्काई देश भनेको स्टेसन नजिक छ भनेको हो। एकी नजिक भएर के भयो त? विद्यालय टाढा छ भने त टाढा भन्नु पर्यो। भनेपछि विद्यालय टाढा छ भन्नको लागि चाहिँ हामीले पहिले तोई जान्नु पर्यो। तोई भनेको टाढा, गाक्को भनेको विद्यालय, गाक्को वा तोई देश भनेको विद्यालय टाढा छ भनेको हो। गाक्को वा तोई देश विद्यालय टाढा छ। अब अर्को शब्द हेरौँ, आतारासी। आतारासी भनेको नयाँ। आतारासी होन ओ खाइमासिता। आतारासी होन ओ खाइमासिता भनेको मैले नयाँ किताब किने भनेको, त्यो चाहिँ किनिसकेँ भनेको। खाइमासिता ता फर्म आइसके पछाडि चाहिँ त्यो किनिसकेको हो भन्ने कुरो बुझिन्छ। तपाईले पनि नयाँ किताब किन्नु भएको छ भने भन्नुहोस् त, आतारासी होन ओ खाइमासिता। आतारासी होन ओ खाइमासिता भनेको मैले नयाँ किताब किने भनेको हो। अब अर्को शब्द र वाक्य हेरौँ, फुरुई। फुरुई भनेको पुरानो। फुरुई उच्ची देश। फुरुई उच्ची देश भनेको यो पुरानो घर हो भनेको। उच्ची भनेको चाहिँ अब आफ्नै घरलाई चाहिँ भनिन्छ, यो मेरो पुरानो घर हो भन्दा पनि हुन्छ। फुरुई उच्ची देश, यो पुरानो घर हो। ओकी। ओकी भनेको ठुलो। ओकी नेक्को इमास। ओकी नेक्को इमास भनेको बिरालो ठुलो छ भनेको हो। ओकी भनेको ठुलो, नेक्को भनेको चाहिँ बिरालो र इमास भनेको छ, गा चाहिँ पार्टिकल हो। ओकी नेक्को इमास, बिरालो ठुलो छ। अर्को शब्द छ चिसाई। चिसाई भनेको सानो। चिसाई कोदोमो देश। चिसाई कोदोमो देश भनेको सानो बच्चा हो भनेको हो। चिसाई भनेको सानो, कोदोमो भनेको बच्चा, चिसाई कोदोमो देश भनेको सानो बच्चा हो भनेको हो। अर्को शब्द छ मिजिकाई। मिजिकाई भनेको छोटो। मिजिकाई हानासी देश। मिजिकाई हानासी देश भनेको यो छोटो कथा हो भनेको हो। मिजिकाई भनेको छोटो र हानासी भनेको कथा। मिजिकाई हानासी देश, यो छोटो कथा हो। अर्को शब्द छ मुजुखासी। मुजुखासी भनेको गाह्रो। कोनो मोन्दाई वा मुजुखासी देश। कोनो मोन्दाई वा मुजुखासी देश भनेको यो समस्या गाह्रो छ भनेको हो। मोन्दाई भनेको समस्या र मुजुखासी भनेको गाह्रो। कोनो मोन्दाई वा मुजुखासी देश, यो समस्या गाह्रो छ। कान्तान। कान्तान भनेको सजिलो। कोनो सिक्केन वा कान्तान देश, यो परीक्षा सजिलो छ। सिक्केन भनेको परीक्षा, कोनो सिक्केन वा कान्तान देश, यो परीक्षा सजिलो छ। गेन्की। गेन्की भनेको स्वास्थ्य अथवा ऊर्जावान मतलब सञ्चय भएको भन्ने कुरा बुझिन्छ गेन्कीले। गेन्की देशका। गेन्की देशका भन्नु भने तपाईँ सन्चै हुनुहुन्छ भनेको हो। यदि सन्चै छु भन्नु पर्यो भने चाहिँ हाई गेन्की देश भनिन्छ। गेन्की भनेको सञ्च अथवा स्वास्थ्य। अर्को शब्द छ सुजुका। सुजुका भनेको शान्त। सुजुकाना हेया देश। सुजुकाना हेया देश भनेको यो शान्त कोठा हो भनेको हो। हेया भनेको कोठा, सुजुकाना हेया देश, यो शान्त कोठा हो। अर्को शब्द छ बेन्द्री। बेन्द्री भनेको सजिलो अथवा उपयोगी भन्ने कुरा हो। देन्स्या वा बेन्द्री देश, रेल सजिलो हुन्छ। देन्स्या वा बेन्द्री देश भनेको रेल सजिलो हुन्छ भनेको। जापानमा प्राइभेट गाडीमा हिँड्नुभन्दा रेलमा हिँड्न धेरै सजिलो हुन्छ। फुबेन। फुबेन भनेको असजिलो अथवा अनुपयुक्त। कोनोमाची वा फुबेन देश। कोनोमाची वा फुबेन देश भनेको यो सहर असजिलो छ भनेको अथवा अनुपयुक्त छ भनेको हो। कोनोमाची वा फुबेन देश, यो सहर असजिलो छ। तपाईँ पनि यस्तै अरू वाक्यहरू बनाउने प्रयास गर्नुहोस् जसले गर्दाखेरि धेरै सजिलो हुँदै जान्छ, नत्र फेरि असजिलो नै हुन्छ। यो भिडियोको महत्त्वपूर्ण शब्द छ ताइसेचु। ताइसेचु भनेको महत्त्वपूर्ण। ताइसेचुना मोनोदेश। ताइसेचुना मोनोदेश भनेको यो महत्त्वपूर्ण वस्तु हो भनेको हो। मोनो भनेको वस्तु, अपरिचित वस्तुलाई मोनो भनेर भनिन्छ। ताइसेचुना मोनोदेश, यो महत्त्वपूर्ण वस्तु हो। त्यसैले सबैलाई सेयर गर्नुहोला। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरेर साथीलाई सेयर गर्नुहोस्। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु। बाई। जाने।